हेलो हेलो सम्पूर्णमा नमस्कार। म चाहिँ आज गोला बजारदेखि हटियासम्मको पैदल यात्रा गरिरहेको छु। साथमा यो अरुण खोला, यो कोसीको तिरै हिँड्नु पर्दो रहेछ। मैले जुमिङ गरेर तपाईँलाई देखाइरहेको छु। अहिले चाहिँ भर्खरै है बाटोको स्थिति चाहिँ धेरै डेन्जर नै छ है। हटिया जाने बाटो चाहिँ धेरै डेन्जर छ। एक्लै चाहिँ नहिँड्नु होला तपाईँहरू। ल हेर्नुहोस्, यता पनि यस्तो भिड छ, कुनै बाटो नै छैन है। यो चाहिँ भोटखोला गाउँपालिका को केन्द्र जाने बाटो। यो चाहिँ हटिया बजारमा छ। भोटखोला गाउँपालिकाको केन्द्र चाहिँ यता पनि त्यस्तै छ। ल हेर्नुहोस्, अनि यो तल कोसी, अरुण कोसी, अनि यो अरुण नदी चाहिँ बिचबाट बगेको छ है। यता माथि पनि ठुलो पहाड भिर छ, यो बिचबाट बाटो, अनि यता पनि यस्तो भिर छ है। अब यस्तो बाटोमा यात्रा गर्दाखेरि चाहिँ सकभर साथीसँगी नै हिँडेको राम्रो। धेरै नै जोखिमपूर्ण बाटो, यो भौगोलिक विकटको हिसाबले नै हो। अब है हिउँदामा पनि सुक्खा पहिरो जाने ठाउँ रहेछ यो। ल यस्तो छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि। धेरै नै गाह्रो छ यात्रामा है। अब भोक पनि लाग्ने स्थिति आइसकेको छ है साथीहरू। जति यात्राको क्रममा बाटोहरू अप्ठ्यारो छ, त्यति नै गाउँ पुगेपछि रमाइलो र रमणीय पनि छ। तपाईँहरूलाई म भरे हटिया बजार पुगेको भिडियो पनि अपलोड गर्नेछु। ल हेर्नुहोस्, अरुण कोसी यो चाहिँ अरुण नदी। हेर्नुहोस् ल, यस्तो छ। यो माथि पहाड हो, यो बाटो, अनि यस्तो भिड छ गाइजहरू। ओ माई गड। ल तपाईँहरू हेर्न सक्नुहुन्छ बाटोको स्थिति। यहाँ चाहिँ माथिबाट पहिरो आउँछ कि ढुङ्गा झर्छ कि भनेर हेर्नुपर्ने हुन्छ है। ल यहाँबाट झऱ्यो भने अरुण नदीमा पुगिन्छ। यो चाहिँ यसरी पहिरो खस्छ है माथिबाट। ल हेर्न सक्नुहुन्छ तपाईँहरूले। धेरै नै बर्खामा चाहिँ यो बाटो बन्द हुन्छ, माथि सिलगुङ हुँदै घुमेर जानुपर्ने हुन्छ। अहिले हिउँदामा चाहिँ खुलेको रहेछ है। यस्तो छ साथीहरू बाटो र मेरो यात्रा। ओके, भिडियोलाई लाइक फेरि यस्तै नयाँ भिडियोहरूको आशा राख्नुहोस्। अवश्य पनि तपाईँहरूको माझमा भिडियो पस्किने नै छ। अहिलेको लागि बिदा हुन चाहे।